जापानमा युद्ध सकिएको थियो तर शान्ति आएको थिएन। नागासाकीको आकाश अझै खरानीले ढाकिएको थियो। हावामा जलेको सहर, जलेको सपना र जलेको बाल्यकालको गन्ध थियो। त्यही ध्वस्त सहरको एक कुनामा दाह संस्कार स्थल अगाडि एक सानो केटा चुपचाप लाइनमा उभिएको थियो। उसको उमेर सायद 10 वर्ष जति, तर उसको अनुहारमा बालकपन थिएन। त्यहाँ थियो युद्धले छिट्टै बुढो बनाएको मौनता। युद्धमा मारिएपछि उसले सानो भाइलाई अन्तिम संस्कारका लागि अन्तिम संस्कार स्थलमा लिएर गएको थियो। उसको पिछ्युमा कपडाले बाँधिएको उसको सानो भाइको निस्सासिएको मृत शरीर थियो। बालक न रोइरहेको थियो न कराइरहेको थियो, ऊ केवल सिधा उभिएको थियो। त्यसै पनि सानो बालक ठूलो जिम्मेवारी सहित एकटकले उभिएको नजिकै रहेको एक सैनिकले देखिरहेको थियो। बालकले आफ्नो तलको ओठलाई दाँतले जोडले टोकेको थियो। यति जोडले कि ओठबाट रगत आइरहेको थियो, रगत बगिरहेको थियो। सैनिक नजिक आयो र सोध्यो, छोरा तिमीलाई चोट लाग्यो? केटाले बिस्तारै टाउको हल्लायो, होइन। सैनिकले फेरि भन्यो, त्यसो भए किन ओठबाट रगत आइरहेको छ त? केटाले शान्त स्वरमा भन्यो, म रुन्छु कि भनेर आफैलाई रोकिरहेको छु। सैनिकले फेरि सोध्यो, तिमी थाकियो होला नि? धेरै भारी छ होला, यो सानो लासलाई तल भुइँमा राखिदेऊ। त्यसबेला केटाले बिस्तारै टाउको उठायो। उसको आँखामा आँसु थिएन, तर आँसु रोकिएको असह्य पीडा थियो। उसले शान्त तर दृढ स्वरमा भन्यो, ऊ भारी छैन सर, ऊ मेरो भाइ हो। केटाले फेरि भन्यो, म उसलाई बोकेर कहिल्यै थाक्दिन सर। जिउँदो हुँदा त हामी सँगै थियौं, आज ऊ बोल्न सक्दैन, हिँड्न सक्दैन। म उसलाई अन्तिम यात्रासम्म एक्लो छोड्न सक्दिन। कसरी छोडु? केटाले ओठ अझ कसेर टोक्यो। रगत झरिरह्यो तर आँसु झरेन। ऊ एक पाइला अघि बढ्यो, आफ्नो भाइलाई अन्तिम विदाई दियो। यो सत्य कथा र यो देखिएको फोटो पनि सत्य हो। यो क्षणलाई सन् 1945 मा नागासाकी जापानमा अमेरिकी फोटो पत्रकार जो ओ डोनेलले क्यामेरामा कैद गरेका थिए। जापानमा उक्त समयमा युद्धले हजारौं बालबालिकाहरू यस्तै भएका थिए। दाजुभाइको सम्बन्ध शब्दले बनेको हुँदैन, त्यो त मौनताले बाँध्ने सम्बन्ध हो। जब संसार भत्किन्छ, घर जलेर खरानी हुन्छ, आमा बाबु हराउँछन्, त्यस बेला पनि दाजुले भाइलाई छोड्दैनन्। भाइ मरेपछि पनि दाजुको काँधबाट उनी झर्दैनन्, किनकि दाजुका लागि भाइ बोझ हुँदैनन्। भाइ त उसको आशा, आधा सास हुन्छ। दाजु रोएन भने दुःख लाग्दैन भन्ने होइन, ऊ त रोएर कमजोर नबनियोस् भनेर आफ्नै ओठ टोकेर रगत बगाउँछ। दाजुभाइको माया देखाउनु पर्दैन, साबित गर्नु पर्दैन। यो कथाको सन्देश यस्तै थियो। यो फोटो र सत्य कथा तपाईलाई कस्तो लाग्यो? यस कथाको सन्देश मैले भने जस्तै र अन्य धेरै सन्देश र अर्थ लाग्न सक्छ। फोटो र कथाको यो सन्देश राम्रै लाग्यो होला भन्ने आशा गरेको छु। अन्य भिडियो र कथाका लागि मेरो च्यानल सब्स्क्राइब र लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद छ।